आइसक्यो केटा हो धेरै पछि के भन्छ त्यसलाई मुजी लङ टाइम नो सी भने जस्तै धेरै पछि ब्याक भइसक्यो म ब्लगमा आज हामी यसो सर्ट पार्टी होइन सानोतिनो पार्टी गर्न आएको बाटै मुल्लु भयो क्या आज घरको स्टार्टै बाटै यतापट्टि भयो अब बाटो भन्दै मेरो कता हो हामी चाहिँ सुनौ म निक्कुको सोल्टी अनि समीर अहिले तिनीहरू पछाडि अहिले आयो भने देखाउँला होइन आउँदै गर्छ तिनीहरू देखाउँदै गरौँला बाटो यताउति भयो अहिले गएर भेटौँला है केटा लटक्का भाइ भाइ भेटिसक्यो फेरि ठुल्दा यहाँ ऊ त्यहाँ निक्कु म यहाँ सुलभ त्यहाँ हामी आइसक्यो फेरि बाटो खोज्दै कहाँ छ त नि यार होटल रिट्रिट भन्ने यार बाटो बिर्सेर अस्ति राति आएको त्यही भएर यहाँ ठुल्दै गइसक्यो ठुल्दै नौ केटा यार अहिले हामी यहाँ धेरै नै यता आयो जस्तो लाग्यो खोज्दै गरौँ केटा हो कहाँ हो यार पहिला सुरु होटेल चाहिँ हेरौँ न मैले रेस्टुरेन्ट चाहिँ हेरौँ न म त रेस्टुरेन्ट नै देखिनँ त यार यताको बाटै होइन मुजी उतापट्टिको अघि रेस्टुरेन्ट अस्ति कहाँको झाडीमा नै घुसाएर त्यही हो हामी धेरै नै अघि छिरेछ फेरि केटा होइन नि ह्याप्पी न्यु इयरमा अहिले त्यहाँ देखाउँछु केटा हो ओइ मुझे हामी पनि गइएला अगाडि हेर यहीँ घुसेको राहुल चाहिँ होइन अस्ति न्यु इयरमा खाल्टी यहीँमा यहीँ हो क्या राउटेल ऊ त्यहाँ यहाँ हो क्या दाम हक्लाले निकालेको यहाँ हो क्या घुसाल्दैको राहुलले ऊ यहीँ ट्याक्क यहाँ केटा गर्दै गरौँ अहिले अब होटल भेट्यो भने म फेरि अहिले यतिको लागि हामीले बाटो भेट्टा जस्तो लाग्यो ऊ त्यो उकालो बाटो हो बल्ल माछाले ऊ त्यो उकालोबाटै केटा हामी चाहिँ अघि अर्कै उकालो पुगेको छ माछाले हामी साइड पिक त्यहाँ एकचोटि पोखरा जो आउँछ घुम्न बाहिरको मान्छेहरू यहीँबाट होइन र यहीँबाट हो यहीँबाट हो यहाँबाट बाटो भेट्टाइसकेछौँ हामी घुम्दै फिर्दै तर पुग्न चाहिँ पुग्यौँ आऊ भने मुला पामे साइड नै आऊ है केटा पोखरा घुम्न आयो भने आइज यताबाट नि अहिले केही ब्याक टु रिट्रिट यही बाटो हुँदै केटा हो जाने फेरि गोकाट खेल्न अब गोकाट नि खेल्ने ठाउँ छ कि पोखराको वान एन्ड ओन्ली गोकाट खेल्ने ठाउँ केटा हो उसलाई आफ्नो स्वाइकमा यही हो केटा हो ल हेरमा गोकाट खेल्ने ठाउँ पोखराको गोकाट खेल्ने ठाउँ यही हो खै गाडी त कहाँ खायो अब हल्का माथि गयो यहाँ होइन यहाँ मान्छे आउला र जस्तो लाग्यो हामी जाने ठाउँ त्यो है केटा मरेको छ त्यो हामी जाने ठाउँ बाटो अलिक कोया तर केही होइन राम्रो गन्तव्यको लागि नराम्रो बाटो हिँड्नुपर्छ नि केटा त्यही हो जता भन्ने खोइ माछाले उतालाई मतलब छैन गुगलमा गएर ल केटा अहिले अब हामी क्याफेमै पुगेँ रेस्टुरेन्टमै पुगेर स्टार्ट पुगेँ रिट्रिटमा बल्ल फाइनल्ली एउटा भ्यू पनि दामी है केटा हामी आइसकेको छौँ ब्याक टु रिट्रिट अब हेरौँला खाम्ला देखाम्ला नि सबैलाई निकु
माथि अस्ति भने केटा अलि ल्याङ 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 पानी पर्ला जस्तो हो वेदर हेर्नु तर भ्यू चाहिँ कोक्का है यहाँबाट तैँले जाम केटा तलै गएर कुराहरू र अरू त केही भन्नु केही नि भन्दिनँ म केही स्ट्यान्ड हो म ल हाम्रो यहाँ ठुल्दाइले बनाउँछ अरे कसरी दे यस्तरी हो यसरी सुनाएको थियौँ टाढा होइन होला नि मुतेको देखाइदिउँ त्यसको जाम जाम तल ट्याक्क लाएर यस्तरी तल जाँदै है त भ्यू कि तलको पनि बसौँ कि तलको पनि हावा पनि चल्छ त्यही हावा चल्छ भनेर त नेचुरल एयर खाने हो क्या हामी अब पानी परिछ नि है सरम नानी के भएर होइन र के कसो र गाइड होइन र हेर त भ्यू गाइजहरू वाउ यहाँ बसौँ सेन्टी हुँदै यो चाहिँ यता चाहिँ हाम्रो यहाँ टिकटक स्टार टिकटक बनाउँदै मेरो हो नि सिङ्गरै हो क्या मेरो त्यो झुन्डाएर त्यो म चाहिँ यहाँ छु भ्यू चाहिँ अलिक काने भ्यू हाम्रो त चस्मा चाहिँ मेरो सबले अब खाजा मगाए खाजादेखि ड्रिङ्क्सहरू मगाए ड्रिङ्क्स मगाएपछि खालि सुरु हान्छ केटा हो केटा हामी त्यो ठाउँबाट निस्केर अब हामी अर्कै ठाउँतिर जाँदै कुन ठाउँ रे अब ब्ल्याकसिप ब्ल्याक नयाँ है क्याफे है सबै आइदिनु होला त्यो ठाउँ जाँदै हामी चाहिँ होइन अब त्यहीँ गएर अब भेटाभेट गरौँ केटा हो राति हुन लागिसक्यो भन्दा नि राति भइसक्यो त्यहाँ पछाडि निक्कु छ यो छ ह्याप्सम ल अब त्यही ब्ल्याक सिपमा गएर भेटौँ ल केटा टाटा बाई